हेलो साथीहरू, सबैजना नमस्कार। सबैजना आरामै हुनुहुन्छ होला। हाम्रो चाहिँ घरमा सत्यनारायणको पूजा लगाएर हामीले चाहिँ फुलको डोली लिएर गएको थियौँ। फुलको डोली चाहिँ देवीथान जालपन्ज्याङ तनहुँमा लिएर गएको थियौँ। एकदमै रमाइलो भयो साथीहरू, इन्जोय पनि गऱ्यौँ, भगवानलाई सम्झेर प्रार्थना पनि गऱ्यौँ सबैजनाले। को जालपन्ज्याङदेखि हुनुहुन्छ, अहिले भिडियो हेर्दै हुनुहुन्छ भने कमेन्टमा तनहुँ भनेर आफ्नो ठेगाना पनि लेख्नु होला साथीहरू। जालपन्ज्याङदेखि को हुनुहुन्छ लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला। सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला। यस्तै भिडियोहरू हेर्नको लागि शेयर सब्सक्राइब अनि कमेन्ट पनि गर्नु होला है त साथीहरू। सबैजना मिलेर चाहिँ एकदम रमाइलो भयो। फुलको डोली लिएर जाँदाखेरि हामीले एकदम धेरै माया पनि पायौँ। गाउँमा जाँदाखेरि, पुरानो गाउँमा जाँदाखेरि धेरै माया पनि पायौँ साथीहरू।